हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आजको यस भिडियोमा हामीले पढ्न जाँदैछौँ फाइनेन्सियल मार्केट एन्ड सर्भिसको प्रिभियस 6 सेमेस्टरमा रहेको अप्रिल 2025मा आएको पास्ट पेपर चाहिँ डिस्कस गर्न जाँदैछौँ। सुरु गरौँ है त। फर्स्टमा चाहिँ हामीले 2 मार्क्समा सोध्ने खाली क्वेसनहरू गर्छौँ। यहाँ छ भने छ स्टेट द मिनिङ अफ नन डिपोजिटरी इन्स्टिट्युसन विथ एक्जाम्पल। Non-depository institutions are financial institutions that do not accept the deposit from public. Instead, they provide financial service like investment, insurance, loan and pension management. यसले चाहिँ त्यो उसमा गएर चाहिँ डिपोजिट एक्सेप्ट चाहिँ गर्दैन, तर त्यसले चाहिँ फाइनेन्सियल सर्भिसहरू चाहिँ प्रोभाइड गर्छ, जस्तै चाहिँ इन्भेस्टमेन्ट, त्यसपछि इन्सुरेन्स, लोन, पेन्सन म्यानेजमेन्ट एटिसी यस्ता चाहिँ उसले चाहिँ सर्भिसहरू दिएको हुन्छ। जस्तै चाहिँ इन्सुरेन्सको एक्जाम्पल चाहिँ इन्सुरेन्स कम्पनी, फाइनेन्स कम्पनी, म्युचुअल फन्ड, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, इम्प्लोइ प्रोभिडेन्ट फन्डहरू चाहिँ पर्दछ। त्यसपछि हाइलाइट एन्ड 4 फङ्सन अफ सिटिजन इन्भेस्टमेन्ट फन्ड। यसको चाहिँ 4वटा फङ्सनहरू के हुन्? यसले चाहिँ मोबिलाइज सेभिङ, त्यसपछि म्यानेज रिटायरमेन्ट फन्ड, इन्भेस्ट इन फाइनेन्सियल सेक्युरिटिज, प्रोभाइड फाइनेन्सियल एडभाइजरी सर्भिस। यसको चाहिँ 4वटा फङ्सनहरू। त्यसपछि लिस्ट आउट द 2 मेजर अब्जेक्टिभ्स अफ मोनिटरी पोलिसी। मोनिटरी पोलिसीको 2टा अब्जेक्टिभ्स के हो? मेजर अब्जेक्टिभ्स एउटा चाहिँ प्राइस स्टेबिलिटी गर्न र फाइनेन्सियल स्टेबिलिटी अथवा इकोनोमिक ग्रोथको लागि चाहिँ यसको 2टा अब्जेक्टिभ्स हो मोनिटरी पोलिसीको। त्यसपछि स्टेट द मिनिङ अफ फाइनेन्सियल सर्भिस विथ एक्जाम्पल। Financial service are economic service provided by the financial institution to facilitate borrowing, investing, insurance and payment. Example: banking service, insurance service, credit card, mutual fund, stock broking. 5 मा भनेको छ outline any 4 money market instrument practice in Nepal. T-bill, certificate of deposit, commercial paper, interbanking lending called money market. What are the 2 major functions of credit rating? यसका 2टा फङ्सनहरू के छ? इभ्यालुएट क्रेडिट वर्थनेस, प्रोभाइड गाइडेन्स टु इन्भेस्टर। यसका चाहिँ 2टा फङ्सनहरू क्रेडिट रेटिङको। राइट डाउन द एनी 4 फिचर्स अफ इन्सुरेन्स कन्ट्र्याक्ट। इन्सुरेन्स कन्ट्र्याक्टको 4वटा फिचरहरू के हो? इन्सुरेन्स इज अ कन्ट्र्याक्ट फर कम्पन्सेटिङ लस। प्रिमियम इज चार्ज फ्रम द इन्सुरेन्स कन्ट्र्याक्ट। इन्सुरेन्स इज अ कन्ट्र्याक्ट अफ गुड फेथ। इन्सुरेन्स इट इज अ फ्युचर कन्ट्र्याक्ट फर कम्पन्सेटिङ लस। यसको चाहिँ 4वटा फिचरहरू चाहिँ इन्सुरेन्स कन्ट्र्याक्टको। त्यसपछि 8 नम्बरमा भनेको छ कन्सिडरिङ अ म्युचुअल फन्ड ह्याभिङ द नेट भ्यालु नेट एसेट भ्यालु इज आरएस 15 per share. If the investor must pay 5% load fee, then how much the investor must pay for the fund? इन्भेस्टरले चाहिँ कति फन्ड चाहिँ पे गर्नुपर्दछ? हामी यहाँनिर कति दिएको छ? 15 per share छ। त्यसपछि लोड फी कति छ? 5% छ। त्यसपछि अफर प्राइस हामीले कति इन्भेस्टर कति तिर्नु पर्दछ भनेपछि 91% अपन 1 माइनस लोड फी। यो चाहिँ हाम्रो फर्मुला भयो। त्यसपछि अब हाम्रो चाहिँ फर्मुला के 91% कति छ? 15 छ। त्यसपछि 15 अपन 1 माइनस 0.05 गर्दा चाहिँ 15.79%। इन्भेस्टरले चाहिँ यति चाहिँ 15.79% चाहिँ दिनुपर्दछ, पे गर्नुपर्दछ। त्यसपछि वाट इज द एमाउन्ट अफ द एन्युटी पर्चेस रिक्वायर्ड इफ यु विस टु रिसिभ द फिक्स पेमेन्ट अफ आरएस 2 लाख फर 20 years. एज्युम द्याट द एन्युटी will earn 10% per year. गिभन राख्नु हामीले सारम सल्युसन। हाम्रो एन्युटी पेमेन्ट कति छ? आरएस 2 लाख। त्यसपछि रेट अफ रिटर्न कति छ? 10 छ। त्यसपछि एन्युटी पेमेन्ट पिरियड कति छ? 20 years छ। त्यसपछि हाम्रो के निकाल्नु छ? प्रेजेन्ट भ्यालु अफ एन्युटी निकाल्न भनेको छ। यसको सबभन्दा सजिलो फर्मुला चाहिँ त्यसपछि पिबिआई इज पिएमटी इन्टु पिबिआई या फिर के पर्सेन्ट एनइआर गर्ने। पिएमटी भनेको कति छ? 2 लाख। 2 लाख इन्टु पिबिआई या फिर 10% 20 year गर्दा कति आउँछ? 5.36 आउँछ। यो इन्टु यो गर्दा चाहिँ 1 2 3 1 2 17 लाख 2720 चाहिँ आउँछ। हाम्रो चाहिँ
यो उस प्रेजेन्ट भ्यालु अफ हेनरी यति चाहिँ हुन्छ। त्यसपछि 10 मा छ सपोज यु डिपोजिट आरएस 15,000 एनुअली इन्टु अ प्रोभिडेन्ट फन्ड फर द नेक्स्ट 10 years, after which time you plan to retire at some time. If the deposits are made at the beginning of the year and earn an interest rate of 10%, what will be the amount of retirement fund at the end of 10 years? हामीले चाहिँ 15,000 चाहिँ एनुअली चाहिँ 10 वर्षसम्म चाहिँ डिपोजिट गर्दा रहेछौँ। त्यसपछि हामीले चाहिँ रिटायरमेन्ट त्यसपछि के डिपोजिट चाहिँ इयरको सुरुभन्दा अगाडि चाहिँ राखिदिँदा रहेछौँ। त्यसपछि हाम्रो इन्ट्रेस्ट रेट चाहिँ हाम्रो 10% इन्ट्रेस्ट रेट चाहिँ उस अर्न गर्दैछौँ भनेपछि हाम्रो चाहिँ रिटायरमेन्ट फन्ड चाहिँ 10 वर्ष कति हुन्छ गिभन एट एनुअल डिपोजिट कति छ 15,000, त्यसपछि पिरियड 10 वर्ष, त्यसपछि इन्ट्रेस्ट रेट कति छ 10% छ। एमाउन्ट अफ रिटायरमेन्ट फन्ड एट द एन्ड अफ 10 years, 10 वर्षपछि कति हुन्छ फर्मुला टोटल एमाउन्ट इन्टु पी इन्टु एफबिआइएफ के पर्सेन्ट एन इयर, त्यसपछि 1 + के, त्यसपछि 15,000 इन्टु एफबिआइएफ 10% 10 years, त्यसपछि 1 + 0.1 गर्दा चाहिँ एउटा सब गर्दा चाहिँ 2,62,976 चाहिँ आयो। अब सर्ट क्वेसनमा आएका छौँ। डिस्क्राइब द रोल अफ फाइनेन्शियल सर्भिस इन इकोनोमिक। Financial services are essential component of the financial system that support the economic activities by providing various financial products and facilities. They include banking, insurance, investment service, credit facility, pension fund, and capital market service. यो चाहिँ फाइनेन्शियल सिस्टमहरू सर्भिसहरू चाहिँ प्रयोग गर्दो रहेछ। जस्तै कि ब्याङ्किङ हुन्छ, इन्सुरेन्स हुन्छ, इन्भेस्टमेन्ट सर्भिस हुन्छ, क्रेडिट फेसिलिटी हुन्छ, पेन्सन फन्ड हुन्छ, क्यापिटल मार्केट सर्भिस एडिसी चाहिँ यसले चाहिँ प्रयोग गर्दो रहेछ। यसको चाहिँ रोलहरू के छ? मोबिलाइजेसन अफ सेभिङ एन्ड प्रमोसन अफ इन्भेस्टमेन्ट। अब जस्तै कि अब मानिसहरूले चाहिँ के गर्छन्, पैसाहरू चाहिँ सेभ गरेका हुन्छन्। इन्डिभिजुअल मानिसहरूले चाहिँ सेभ गरेका हुन्छ, इन्डिभिजुअल अथवा इन्स्टिट्युसनले चाहिँ त्यो सेभ गरेको पैसा चाहिँ त्यो प्रोडक्टिभ इन्फ्रास्ट्रक्चरहरूमा चाहिँ सेक्टरहरूमा चाहिँ इन्भेस्ट गर्ने, त्यहाँबाट चाहिँ के आओस्, रिटर्न आओस्। त्यसपछि के भओस्, त्यहाँ चाहिँ इन्भेस्टमेन्ट अपर्च्युनिटी क्रिएट भओस्, त्यहाँबाट चाहिँ ग्रोथ भओस्, इकोनोमिक ग्रोथ भओस्। त्यसपछि इफेक्टिभ एलोकेसन अफ फाइनेन्सियल रिसोर्स, त्यहाँ चाहिँ के हुनुपर्छ, फाइनेन्सियल रिसोर्स हुन्छ नि राम्रोसँग चाहिँ युटिलाइज हुनु, फन्ड चाहिँ डाइरेक्टली प्रोडक्टिभ सेक्टर र प्रफिटेबल सेक्टरमा चाहिँ युज भओस्, एलोकेसन भओस्। त्यसपछि फेसिलिटेटिङ द पेमेन्ट एन्ड सेटलमेन्ट सिस्टम। फाइनेन्शियल सर्भिस प्रोभाइड मोडर्न सेक्योर एन्ड efficient payment systems such as electronic transfer, credit, debit card, mobile banking, and online banking. This makes trade and commerce easier, faster, and safer. Smooth payment system increase the speed of financial transaction and enhance economic activities. This अर्को छ 4 मा चाहिँ provide of credit and financial support. फाइनेन्शियल इन्स्टिट्युसनले चाहिँ डिफ्रेन्ट टाइप्स अफ अफर चाहिँ उस गरेको हुन्छ, जस्तै लोन, त्यसपछि क्रेडिट फेसिलिटी टु इन्डिभिजुअल, फार्म र गभर्मेन्ट बडिजहरूलाई चाहिँ अफर गरेको हुन्छ। दिस लोन सपोर्ट द इन्टरप्रेनर, बिजनेस एक्सपेन्सन, एग्रिकल्चर, हाउसिङ, एजुकेसन एन्ड कन्ज्युमर स्पेन्डिङ, इन्डिया चाहिँ सपोर्ट गर्दछ। त्यसपछि रिस्क म्यानेजमेन्ट एन्ड इन्सुरेन्स सर्भिस। फाइनेन्शियल सर्भिस स्पेसली इन्सुरेन्स कम्पनीज हेल्प्स रिड्युस फाइनेन्शियल रिस्क by providing protection against unexpected events such as accident, illness, natural disaster, fire, or thieves. By transferring the risk from the individual and business to insurance company, the economy become more stable and confident for the investment. This 12 must briefly explain the function of stock broker or stock dealer. Function of stock dealer. A stock dealer is a licensed intermediary who buy and sell security on the behalf of investor.
Their key function include executing buy and sell order. Broker carry out transaction for client in the stock market. This अर्को फंक्सन छ प्रोवाइडिङ इन्भेस्टमेन्ट एडभाइस. यसले चाहिँ इन्भेस्टमेन्ट एडभाइस चाहिँ प्रोभाइड गर्छ क्लाइन्टहरूलाई चाहिँ. त्यसै मेन्टेनिङ क्लाइन्ट एकाउन्ट. क्लाइन्टहरूको चाहिँ एकाउन्टहरू चाहिँ के गर्छ, यसले चाहिँ मेन्टेन गरिदिएको हुन्छ. जस्तै चाहिँ अब ट्रेडिङ एकाउन्ट हुन्छ, डिमेट एकाउन्ट हुन्छ, ट्रान्जेक्सन रेकर्डहरू हुन्छ, यिनले चाहिँ मेन्टेन गरेको हुन्छ. इन्सुरेन्स कम्प्लायन्स. They ensure all the transactions follow the rules and regulation of the stock exchange and regulator bodies. यसले चाहिँ के पनि उस गर्छ भने चाहिँ हाम्रो कारोबार हुन्छ नि त्यो चाहिँ हाम्रो चाहिँ नेपाल सरकारको रुल अनुसार चाहिँ फलो भएर भएको छ कि छैन भने सबै चेक गरेको हुन्छ. यसै अर्को छ फंक्सन अफ स्टक डिलर. स्टक डिलर इज एन इन्डिभिजुअल or firm that buy and sell the security for their own account, not on the behalf of client. यसले चाहिँ आफ्नै एकाउन्टबाट चाहिँ यिनले चाहिँ सिक्युरिटी चाहिँ बाई एन्ड सेल गर्दैका हुन्छन्. ट्रेडिङ ओन बिहाफ. यिनले चाहिँ आफ्नैबाट चाहिँ आफ्नै क्यापिटलबाट चाहिँ उस सेयर चाहिँ कारोबार गरेको हुन्छ र आफै प्रफिट चाहिँ राख्छन्. त्यसै प्रोभाइडिङ लिक्विडिटी टु द मार्केट. By continuously trading, dealers have maintained liquidity and smooth function of the stock market. त्यसै मार्केट मेकिङ. यसले चाहिँ मार्केट मेकिङ गरेको हुन्छ, डिमान्डहरू के गरेको हुन्छ, प्राइसहरूलाई चाहिँ स्टेबल गरेको हुन्छ. त्यसै एजम्सन रिस्क. यसले डिलरहरू चाहिँ के गर्नुपर्छ भने चाहिँ सबै रिस्क चाहिँ आफ्नै उसमा हुन्छ, रिस्कहरू पनि लिनुपर्दो छ. त्यसै डिस्क्राइब द कन्सेप्ट एन्ड फंक्सन अफ क्यापिटल मार्केट. क्यापिटल मार्केट भनेको कस्तो भने चाहिँ फाइनेन्सियल मार्केट हो जहाँ चाहिँ लङ टर्म फाइनेन्सियल इन्स्ट्रुमेन्ट सच एज सेयर, डिभेन्चर, बोन्ड एन्ड अदर सेक्युरिटीलाई किनेर बेच्ने चाहिँ हुन्छ. इट प्रोभाइड फन्ड फर द पिरियड अफ मोर देन 1 year. फंक्सन के छ, मोबिलाइजेसन अफ लङ टर्म फन्ड. यहाँ चाहिँ लङ टर्म फन्डहरू चाहिँ मोबिलाइजेसन हुन्छ. त्यसै इन्करेजमेन्ट इन्भेस्टमेन्ट. यसले चाहिँ इन्भेस्ट गर्नलाई चाहिँ आकर्षक गरेको हुन्छ. त्यसै फेसिलिटिङ बाइङ एन्ड सेलिङ सेक्युरिटिज. यसले चाहिँ राम्रो प्लेटफर्म बनाइदिन्छ जहाँ चाहिँ हाम्रो चाहिँ कारोबार गर्न चाहिँ इजिली सजिलो भयो. जस्तै अब फेरि त्यहाँ नचाहिने रेटहरू लाउने, क्यापिटल गेन ट्याक्सहरू लाउने, त्यसपछि त्यही के अरे यसै जिएसटी लाउने, ट्याक्सहरू लाउने भने चाहिँ त्यो राम्रो हुँदैन नि. त्यसरी अननेसेसरी चाहिँ पोलिसीहरू रेटहरू हटाएर चाहिँ त्यहाँ चाहिँ के गर्नु पऱ्यो, फेसिलिटिङ बाइङ एन्ड सेलिङ सेक्युरिटी हुनु पऱ्यो. सपोर्टिङ इन्डस्ट्रियल एन्ड बिजनेस ग्रोथ. यसले चाहिँ इन्डस्ट्री र बिजनेस ग्रोथलाई पनि सपोर्ट गर्नु पऱ्यो क्यापिटल मार्केटले. बिजनेस राइज फन्ड थ्रु द पब्लिक अफरिङ राइट इस्युज एन्ड डिभेन्चर. दिस फन्ड हेल्प्स द कम्पनीज एक्सपान्ड प्रोडक्सन एन्ड मोडर्नाइजिङ इक्विपमेन्ट एन्ड अन्डरटेकन अ न्यू प्रोजेक्ट. त्यसै प्राइस डिस्काउन्ट एन्ड भ्यालुएसन. द क्यापिटल market helps determine the fair value of securities through demand and supply force. डिमान्ड र सप्लाई जहाँ उस हुन्छ नि त्यहाँबाट चाहिँ प्राइसहरू निर्धारण हुन्छ. स्टक प्राइस रिफ्लेक्ट अ कम्पनी पर्फर्मेन्स, प्रॉफिटेबिलिटीज एन्ड फ्युचर प्रोस्पेक्ट्स. Explain the role of investment banker in Nepal. Investment banker in Nepal play a crucial role in the development of financial market and the growth of business enterprise. They act as the financial intermediary between companies that need capital and investors who are willing to invest. In Nepal, investment banking services are mainly provided by the merchant banks, investment companies, and some commercial banks. यो चाहिँ इन्भेस्टमेन्ट ब्याङ्कले चाहिँ नेपालको चाहिँ इकोनोमिक ग्रोथको लागि चाहिँ धेरै इम्पोर्टेन्ट रोल खेलेका हुन्छ. यिनले चाहिँ इन्भेस्टमेन्ट गर्नलाई चाहिँ के हुन्छ, फेसिलिटी गरेको हुन्छ. यसै चाहिँ पोर्टफोलियो म्यानेजमेन्ट गरेको हुन्छ, म्युचुअल फन्ड म्यानेजमेन्ट गरेको हुन्छ. यसै कोअपरेट फाइनेन्सको एडभाइजरी सर्भिसहरू प्रोभाइड गरेका हुन्छन्. अब यसको की रोलहरू के छ, फेसिलिटिङ क्यापिटल फर्मेसन. इन्भेस्टमेन्ट ब्याङ्कर हेल्प कम्पनीज राइजिङ लङ टर्म फन्ड बाई इस्युङ सेयर, डिभेन्चर एन्ड बोन्ड. This assets in public offering, rights issues and private placement. This helps Nepali companies expand operations, promote new projects and support economic growth. This is underwriting of securities. Underwriting is one of the
मेजर सर्भिस, यो चाहिँ एउटा मेजर सर्भिस हो। के हुन्छ भने चाहिँ इन्भेस्टमेन्ट बैंकर ग्यारेन्टी द सेल्स अफ सिक्युरिटी इस्यु बाई द कम्पनी। इस्यु भएपछि त्यहाँ चाहिँ ग्यारेन्टी दिएको हुन्छ। इफ द पब्लिक डज नट बाई अल द सेयर अर डिभेन्चर द अन्डरराइटिङ पर्चेज द रिमेनिङ पोर्सन। पब्लिकहरूले यदि किनेन भने चाहिँ त्यसले चाहिँ रकम चाहिँ आफै किनिदिएको हुन्छ। दिस इन्सुरेन्स कम्पनीज रिसिभ द रिक्वायर्ड क्यापिटल विदाउट रिस्क बिना चाहिँ उसले चाहिँ सबै लिएको हुन्छ। त्यसै एडभाइजरी सर्भिस फर द कर्पोरेट फाइनेन्स, यसले चाहिँ कर्पोरेट सर्भिसलाई चाहिँ कर्पोरेट फाइनेन्स चाहिँ एडभाइजरी उस चाहिँ दिएको हुन्छ। जस्तै चाहिँ एडभाइजर के दिन्छ भने चाहिँ फाइनेन्सियल प्लानिङ, क्यापिटल स्ट्रक्चर, प्रोजेक्ट इभ्यालुएसन, त्यसपछि मर्ज एक्विजिसन र रिस्ट्रक्चरिङ, यस्ता चाहिँ गाइडहरू चाहिँ गरेको हुन्छ। त्यसै PMS पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस। इन नेपाल सम इन्भेस्टमेन्ट ब्याङ्कर्स म्यानेज इन्भेस्टमेन्ट पोर्टफोलियो फर क्लाइन्ट। दे इन्भेस्ट फन्ड इन सेयर, बोन्ड, म्युचुअल फन्ड एन्ड अदर सेक्युरिटिज टु म्याक्सिमाइज रिटर्न वाइल कन्ट्रोलिङ रिस्क। यसले चाहिँ यसमा चाहिँ इन्भेस्ट गरेको हुन्छ, त्यसमा चाहिँ रिस्क म्यानेजमेन्ट गरेर चाहिँ गरेको हुन्छ। यसले चाहिँ पोर्टफोलियो चाहिँ म्यानेजमेन्ट गरिदिएको हुन्छ। म्युचुअल फन्ड म्यानेजमेन्ट। Individual bankers also act as a fund manager for mutual fund. They pull money from small investor and invest it in diversified portfolios. This help small investor participate in the capital market with reduced risk. के हुन्छ भने चाहिँ सानसाना त उस हुन्छ नि, मानिसहरू हुन्छन्, इन्डिभिजुअल हुन्छ, त्यसले चाहिँ हक क्यापिटल एमाउन्ट चाहिँ इन्भेस्ट गर्न सक्दैनन्। तिनीबाट चाहिँ थोरै एमाउन्ट कलेक्ट गरेर चाहिँ तिनीले चाहिँ कुनै स्मल के अरे त्यसबाट उस ल्याएर चाहिँ एउटा चिजमा चाहिँ इन्भेस्ट गरेका हुन्छन्। त्यसले गर्दा के हुन्छ, रिस्क चाहिँ मिनिमाइज हुन्छ। यसै अर्को छ 50 नम्बरमा, यहाँ क्वेसन न्युमेरिकल क्वेसन आएको छ। यहाँ भनेको छ अ म्युचुअल फन्ड ह्याज 2000 सेयर अफ एबिसी कम्पनी। एउटा चाहिँ म्युचुअल फन्ड एकाउन्ट छ, त्यसमा चाहिँ एबिसी कम्पनीको 2000 सेयर छ। त्यसपछि चाहिँ त्यसको चाहिँ कति 60मा चाहिँ कारोबार भइरहेको छ र अब XYZ कम्पनीको 1000 सेयर छ र त्यसको चाहिँ अहिले चाहिँ 50मा कारोबार भइरहेको छ। एन्ड द फन्ड ह्याज 10,000 सेयर आउटस्ट्यान्डिङ। त्यससँग चाहिँ 10,000 चाहिँ सेयर चाहिँ आउटस्ट्यान्डिङ छ। हाम्रो के निकाल्न भनेको छ, नेट एसेट भ्यालु अफ द फन्ड निकाल्न भनेको छ। If the investor expect the price of ABC share to increase to ₹70 and the price of XYZ has decreased 45 at the end of the year, what is the expected NAV at the end of year? सुरुमा कति चाहिँ 60 र 50 थियो भने चाहिँ यहाँ चाहिँ के भयो, एउटाको 70 भयो बढेर, अर्को घटेर 50बाट घटेर 45 भयो र इन अफ दिस इयर हाम्रो चाहिँ यसमा पनि एनएभी निकाल्न भनेको छ। त्यसै calculate holding period return if the investor purchase the mutual fund unit at the beginning of the year and sell at the end of the year। बिगिनिङबाट किनेर लास्टमा बेच्ने के हुन्छ, यसबाट निकाल्नु छ। अब सुरुदेखि गरौँ। जीवनयात्रा साराम एको हामीले एको के भनेको छ, एबिसी कम्पनीको कति छ, 2000 सेयर छ, प्राइस कति छ, 60 छ, टोटल भ्यालु कति भयो, 1,20,000 भयो। त्यसपछि XYZ कम्पनी कति छ, 1000 छ, त्यसैको कतिमा कारोबार भएको छ, 50मा भएको छ। यो जन्नी भने चाहिँ कति हो, 50,000 भयो। यो जन्नी भने चाहिँ 1,70,000 भयो टोटल भ्यालु। त्यसपछि नम्बर अफ आउटस्ट्यान्डिङ सेयर कति छ, 10,000 छ। त्यसपछि टोटल लाइबिलिटिज कति छ, 0 छ। यहाँ लाइबिलिटिज भने केही दिएको छैन, लोड फी पनि केही भनेको छैन। अनि त्यसपछि यानी एट बिगिनिङ टोटल एसेट माइनस टोटल लाइबिलिटी अपन आउटस्ट्यान्डिङ सेयर। त्यसपछि 1,70,000 माइनस 0 अपन 10,000 गर्ने भने चाहिँ 17 चाहिँ आयो, यानी एट बिगिनिङमा। त्यसै अर्को छ अब बीमा भनेको छ बढ्नु घट्नु भयो, चेन्ज भयो। त्यसै बीमा एबिसी कम्पनीको कति छ, 2000 सेयर छ, त्यसमा के भयो, प्राइस चाहिँ 70 भयो। 70/14 चाहिँ 1,40,000 भयो। त्यसपछि XYZ कम्पनीको 1000 सेयर छ, त्यो चाहिँ घटेर कति भयो, 45मा आयो भनेपछि चाहिँ 45,000 भयो। टोटल गर्दा कति 1,85,000 भयो। त्यसपछि यहाँ के भनेको छ, अब हामीले निकाल्नु पर्यो, एनएभी निकाल्नु पर्यो इन अफ द इयर सेम हुन्छ। त्यसपछि फर्मुला सेम भयो। त्यसपछि 1,85,000 माइनस 0 अपन 10,000 गर्दा चाहिँ 18.5 हुन्छ।
त्यसै अब सीमा निकाल्न भनेको छ हामीले के गरिन्छ एसपीआई एनएबी टी माइनस एनएबी टी माइनस 1 अपन एनएबी टी माइनस 1 गर्दा चाहिँ 18.5 माइनस 17 गर्दा चाहिँ 8.82 चाहिँ आउँछ होल्डिङ पिरियड रिटर्न। त्यसै अर्को 16 मा भनेको छ द फलोइङ इन्फर्मेसन आर गिभन रिटायरिङ टु द होल लाइफ पोलिसी amount of whole life policy area 6 lakh amount mortality rate with current age of 40 years 1.5% life expectancy from now 25 years cost of fund 12% calculate the present value of benefit that the insurance company is expected to offer over the next 25 years given data sarni amount of whole लाइफ पोलिसी यान कति छ 6 लाख छ त्यसै एनुअल मोर्टालिटी रेट विथ करेन्ट एज इयर कति छ 1.5% अथवा 0.015 त्यसै लाइफ एक्सपेक्टेन्सी फ्रम नाउ कति छ 25 इयर्स छ त्यसै कस्ट अफ फन्ड अथवा के कति छ 12% अथवा 0.12 छ हामीलाई चाहियो अब एक्सपेक्टेड एमाउन्ट अफ टोटल क्लेम कति क्लेम चाहिँ आउन सक्छ भने पहिला एक्सपेक्टेड गर्ने त्यसै डेट बेनिफिट इन्टु मोर्टालिटी रेट यदि मर्यो भने कति चाहिँ उस क्लेम गर्छन् डेट बेनिफिट मरेपछि कति उस भन्छ 6 लाख इन्टु मोर्टालिटी रेट कति छ 0.015 गर्दा चाहिँ 9000 पर इयर त्यसै हामीले निकाल्न परेछ प्रेजेन्ट भ्यालु निकाल्न भनेपछि यो पीएमटी इन्टु पीबीआई या फिर के पर्सेन्ट यान इयर यो चाहिँ के भयो पीएमटी भयो 9000 इन्टु पीबीआई या फिर 12% 25 इयर गर्दा चाहिँ हाम्रो चाहिँ 70,588 चाहिँ आउँछ हाम्रो चाहिँ प्रेजेन्ट भ्यालु Therefore, present value of benefit that the insurance company is expected to offer over the next 25 years is as 70,588. If the employer use a career average formula to determine retirement payment to its employee, the annual retirement payout is 5% of the employee career average salary times the number of years of service. Calculate your annual benefit payment under the following scenario. हाम्रो चाहिँ करियर एभरेज फर्मुला युज गर्न भनेको छ यहाँ उस दिएछ इयर दिएछ त्यसै ओर दिएको छ 30 वर्षको 60 33 को 62,500 र 35 को 65,000 दिएको छ हामीले चाहिँ अब गिभन डाटा सारे डाइरेक्ट गरिन्छ बेनिफिट पेआउट रेसियो 0.05 पहिला चाहिँ हामीले 30 वर्षको गरिन्छ पर द 30 इयर अफ सर्भिस 30 वर्षको सर्भिसमा चाहिँ त्यसले कति आउँछ एनुअल बेनिफिट पेमेन्ट कति पाउँछ एभरेज स्यालेरी कति छ 60,000 thus the annual retirement benefit to the employee is given by annual retirement formula year of service into average salary into benefit payment के रे पेआउट त्यसै इयर अफ सर्भिस कति छ 30 वर्ष त्यसै एभरेज स्यालेरी कति छ 60,000 छ त्यसै बेनिफिट पेआउट कति छ 0.05 गर्दा चाहिँ हाम्रो चाहिँ कति आउँछ 90,000 आउँदो रहेछ त्यसको रिटायरमेन्ट एनुअल रिटायरमेन्ट चाहिँ यति हुन्छ त्यसै बीमा भनेछ 33 years for the 33 years of service average salary कति छ 95,000 छ thus the annual retirement benefit to the employee is given by annual retirement year of service into average salary into benefit payout 33 into 95,000 into 0.05 गर्दा चाहिँ 1,56,000 अब चाहिँ हामीले चाहिँ 35 years को एभरेज स्यालेरी चाहिँ 65,000 छ 65,000 भयो thus the annual retirement benefit to the employee is given by फर्मुला पनि डाइरेक्ट गर्ने हुन्छ एनुअल रिटायरमेन्ट कति छ इयर अफ सर्भिस इन्टु एभरेज स्यालेरी इन्टु बेनिफिट पेआउट 35 इन्टु 65,000 इन्टु 0.05 गर्दा चाहिँ 1,13,750 चाहिँ आयो यसरी चाहिँ हामीले चाहिँ यो सल्भ गर्न सकिन्छ अब क्वेसन नम्बर 18 डिस्क्राइब the concept of financial system and discuss the component of Nepalese financial system. Financial system भनेको के भने एउटा network of financial institution, financial market, or financial instrument and financial service that facilitate the flow of fund
फ्रम सेभर टु बोरोवर। के भने चाहिँ सरप्लस युनिटदेखि डिफिसिट युनिटसम्म चाहिँ फन्ड फ्लो हुन्छ। यसले के गर्छ भने चाहिँ मोबिलाइज सेभिङ गर्छ फ्रम इन्डिभिजुअल एन्ड बिजनेस च्यानल देम टु द प्रोडक्टिभ इन्भेस्टमेन्ट एन्ड अ साउन्ड फाइनेन्सियल सिस्टम प्रमोट इकोनोमिक ग्रोथ स्टेबल एन्ड डेभलपमेन्ट बाई इन्स्योरिङ इफिसियन्ट एलोकेसन अफ रिसोर्स। यहाँ चाहिँ के हुन्छ भने यहाँ चाहिँ राम्रोसँग चाहिँ के हुन्छ रिसोर्स चाहिँ एलोकेसन हुन्छ। कम्पोनेन्ट अब यो चाहिँ के हो कम्पोनेन्ट अफ नेप्लिस फाइनेन्सियल इन्स्टिट्युसनको फर्स्टमा के छ फाइनेन्सियल इन्स्टिट्युसन, सेकेन्डमा चाहिँ फाइनेन्सियल एसेट्स अथवा फाइनेन्सियल इन्स्ट्रुमेन्ट। फाइनेन्सियल इन्स्टिट्युसन भने के हो भने फाइनेन्सियल इन्स्टिट्युसन आर द अर्गनाइजेसन द्याट मोबिलाइज सेभिङ एन्ड प्रोभाइड द फाइनेन्सियल सर्भिस सच एज लोन डिपोजिट इन्सुरेन्स इन्भेस्टमेन्ट एन्ड पेन्सन। यसले के सर्भिसहरू दिन्छ लोन दिन्छ डिपोजिट त्यसपछि इन्सुरेन्स इन्भेस्टमेन्ट र पेन्सनहरू चाहिँ दिन्छ। अब नेपालमा चाहिँ बेसिकली एउटा ब्याङ्किङ इन्स्टिट्युसन छ एउटा नन ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन छ। नेपाल राष्ट्रिय ब्याङ्क अनुसार चाहिँ अब एउटा चाहिँ कमर्सियल ब्याङ्क डेभलपमेन्ट ब्याङ्क फाइनेन्स कम्पनी र माइक्रो फाइनेन्स कम्पनीहरू चाहिँ हुन्छन्। त्यसले के गर्छ यसले डिपोजिट एक्सेप्ट गर्छ प्रोभाइड लोन दिन्छ फेसिलिटेट पेमेन्ट सिस्टम र सपोर्ट ट्रेड एन्ड इन्भेस्टमेन्टलाई चाहिँ सपोर्ट गरेको हुन्छ। अर्को नन फाइनेन्सियल इन्स्ट्रुमेन्ट के हो सेभिङ एन्ड क्रेडिट कोअपरेटिभनेस त्यसपछि इन्सुरेन्स कम्पनीज इम्प्लोइ प्रोभिडेन्ट फन्ड त्यसपछि सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट र सोसल सेक्युरिटी फन्ड चाहिँ यिनी चाहिँ नन ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन हुन्छ। दे सपोर्ट स्मल लोन रिस्क प्रोटेक्सन र सेभिङ स्किम पेन्सन एन्ड बेनिफिट एन्ड इन्भेस्टमेन्ट अपर्च्युनिटिज। त्यसपछि अर्को छ फाइनेन्सियल एसेट्स। फाइनेन्सियल एसेट्स रिप्रेजेन्ट अ क्लेम टु द फ्युचर cash flow or benefit. This help transfer the fund from saver to borrower and manage financial risk. के हुन्छ यहाँ चाहिँ फन्ड चाहिँ सेभर टु बोरोवरमा जान्छ यहाँ के हुन्छ फाइनेन्सियल रिस्क चाहिँ म्यानेज गरिदिन्छ। जस्तै चाहिँ एउटा के हुन्छ टाइप्स अफ फाइनेन्सियल एसेट्स इन नेपाल एउटा सर्ट टर्म सेक्युरिटिज हुन्छ मनी मार्केट हुन्छ अर्को चाहिँ इक्विटी अर्को चाहिँ के हुन्छ क्यापिटल मार्केट हुन्छ सर्टको यहाँ बुझ्दा। यहाँ चाहिँ के छ कमन इक्विटी छ फिक्स इन्कम सेक्युरिटी छ डेट इन्स्ट्रुमेन्ट छ एउटा म्युचुअल फन्ड छ। त्यसै अर्को उसमा छ फाइनेन्सियल मार्केट र एक्ट एन्ड रेगुलेटरी अथोरिटिज। फाइनेन्सियल मार्केट आर द प्लेटफर्म वेयर फाइनेन्सियल एसेट्स आर बाउट सोल्ड एन्ड एक्सचेन्ज। एउटा मनी मार्केट छ सर्ट टर्म फाइनेन्सियल इन्स्ट्रुमेन्टहरू हो 1 वर्षभन्दा थोरैको चाहिँ कारोबार हुन्छ। जस्तै चाहिँ टी बिल ट्रेजरी बिल इन्टर ब्याङ्किङ लेन्डिङ सर्टिफिकेट डिपोजिट डिपो रिभर्स डिपो त्यसपछि इट हेल्प्स मेन्टेन लिक्विडिटी इन द इकोनोमी। यसले चाहिँ तरलता चाहिँ मेन्टेन गरेको हुन्छ। त्यसपछि क्यापिटल मार्केट भनेको चाहिँ लङ टर्म उस हुन्छ। त्यसपछि मेजर उस चाहिँ नेप्से सेन्ट्रल डिपोजिटरी सिस्टम त्यसपछि मर्चेन्ट ब्याङ्किङ एन्ड ब्रोकर एन्ड सेभेनहरू पर्छ। त्यसपछि एक्ट एन्ड रेगुलेसन अथोरिटी एउटा नेपाल राष्ट्रिय ब्याङ्क छ। यसले चाहिँ नेपाल राष्ट्रिय ब्याङ्कले चाहिँ सबै ब्याङ्किङ कमर्सियल ब्याङ्क सब ब्याङ्कहरू हुन्छ त्यसलाई चाहिँ मोनिटर गरेको हुन्छ। त्यसपछि अर्को चाहिँ सेक्युरिटी बोर्ड अफ नेपाल यसले चाहिँ सेभन छ। यसले चाहिँ के गर्छ सेयरको कारोबार गर्ने सबै चिजलाई चाहिँ यसले के गर्छ मोनिटर गरेको हुन्छ। त्यसपछि इन्सुरेन्स बोर्ड छ यसले चाहिँ के हुन्छ बिमा समिति यसले चाहिँ इन्सुरेन्सको कारोबारहरू हुन्छ नि इन्सुरेन्सहरूको सब मोनिटर गरेको हुन्छ। र कोअपरेट डिपार्टमेन्ट रेगुलेट सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स अन्डर द कोअपरेट एक्ट 2074बाट चाहिँ भइरहेको हुन्छ। पेज नम्बर 20 इज कन्सिडर द 7-year 12% annual coupon bond with a required return of 10%. The bond has face value Rs 1000. What is the price of bond? If the interest rate rise 11%, what is the price of bond? What has been the percentage change in price? Describe the relationship between required rate of return and the price of bond. अब डाइरेक्ट हामी सल्युसन गर्दै जाम। यिनीहरू कुपन बोन्ड उस छ 12% छ भनेपछि हाम्रो कुपन एमाउन्ट कति भयो 12% इन्टु 1000 फेस भ्यालु 1000 छ नि त्यो मल्टिप्लाई गर्दा 120 हुन्छ। रिक्वायर्ड रेट अफ रिटर्न क्रेडिट 10% छ र फेस भ्यालु चाहिँ 1000 छ। फर्स्टमा भनेको छ प्राइस अफ बोन्ड निकाल्ने हामी चाहिँ डाइरेक्ट फर्मुला मेथड गर्छौँ के उस टेबल मेथड गर्छौँ आई इन्टु पिबिआइएफ के पर्सेन्ट यान इयर प्लस याम इन्टु पिबिआइएफ के पर्सेन्ट यान इयर गर्ने के भनेको कति छ 10% त्यसै इयर चाहिँ कति छ 7 इयर्स छ।
120 इन्टु पिबिआइएफ 10% 7 इयर प्लस 1000 इन्टु पिबिआइएफ 10% 7 इयर गर्ने 120 इन्टु यो मल्टिप्लाई गर्ने प्लस 1000 इन्टु यो हामीले त्यो टेबल हेर्ने कि पिबिआइएफ 10% 7 इयरमा कति पर्छ भनेपछि 4.8684 पर्छ र पिबिआइएफमा चाहिँ 10% 7 इयरमा कति पर्छ 0.532 पर्छ यो र यो मल्टिप्लाई गरिदिने त्यसपछि यो र यो मल्टिप्लाई गर्ने इन दुईटा जोड्ने भने चाहिँ 1900 के अरे 1097.408 चाहिँ आउँछ। त्यसै अब बीमा इफ द इन्ट्रेस्ट रेट राइज टु 11% यदि चाहिँ इन्ट्रेस्ट राइट भएर चाहिँ 10% पुग्यो 11% के अरे कति थियो पहिला 10%बाट 11%मा पुग्यो सेम फर्मेट आई इन्टु पिबिआइएफ के पर्सेन्ट एन इयर त्यसपछि एम इन्टु पिबिआइएफ के पर्सेन्ट एन इयर गर्ने ट्याक्क 120 यो ट्याक्क लाग्ने 11% को 7 इयरमा हेर्ने त्यसपछि 11% को 7 इयरमा पिबिआइएफ त्यसपछि पिबिआइएफ हेर्दा कति आउँछ 120 इन्टु 4.7122 आउँछ त्यसपछि 1000 इन्टु 0.4812 आउँछ इन्टु ट्याक्क मल्टिप्लाई गरेर जोड्ने भने चाहिँ 1047.164 आउँछ। त्यसै अब सीमा निकाल्न भने चाहिँ वाट हेज बिन द पर्सेन्टेज चेन्ज इन प्राइस कति पर्सेन्टेज चेन्ज भएको छ पर्सेन्टेज निकाल्ने 1047.164 माइनस 1097.408 अपन 1097 उस गर्ने भने चाहिँ हाम्रो कति माइनस कति पर्सेन्ट चेन्ज आयो माइनस 4.58%ले चाहिँ चेन्ज आयो। त्यसै अर्को उसमा भन्छ रिलेसनसिप बिट्विन रिक्वायर्ड रेट अफ रिटर्न एन्ड प्राइस अफ द बोन्ड देयर इज नेगेटिभ रिलेसनसिप बिट्विन when the required rate of return rise the bond price falls when the required rate of return falls price of a bond rise नेगेटिभ रिलेसनसिप हुँदो रहेछ 21 मा भनेको छ। अब चाहिँ हामी चाहिँ क्वेसन नम्बर 21 पढ्न जाँदैछौँ। नेपाल राष्ट्रिय बैंक हैज आइडियाज 100 million in 91 days T-bill to sell. It received many non-competitive bids and competitive bid. Out of total issue of T-bills, 15% is allocated for non-competitive bidders and remaining 85% is differentiated for the competitive bidders. The face value of treasury bills is Rs 100 and minimum nominated is Rs 50,000. The auction is the American auction system. The 5 competitive bids received by Nepal Raष्ट्रिय Bank are given below. Bidder biddable price दिएको छ। त्यसै हामीलाई चाहिँ एबीसीबाट निकाल्न भनेको छ। यसमा के निकाल्न भनेको छ what quantity of treasury bill will received by the non competitive bidder who will receive T-bills and what price what quantity of T-bill will received by the competitive bidders who will receive the T-bills at what price. Calculate the discount yield and bond equivalent yield of the bidder 1 को चाहिँ discount yield र bond equivalent yield चाहिँ निकाल्न भएको छ। ल सुरु गरौँ है त सल्युसन प्रोसिजर गर्नुपर्छ। टोटल भ्यालु अफ द T-bill कति छ 100 million को भयो। त्यसै एमाउन्ट अवार्डेड फर द नन कम्पिटेटिभ बिडर्स 15% कतिलाई चाहिँ नन कम्पिटेटिभ बिडरलाई हो भनेपछि हामी कति आयो 15 million आयो। त्यसपछि चाहिँ एमाउन्ट अवार्डेड फर द कम्पिटेटिभ बिडर 85% चाहिँ हो 100 million कति आउँछ 85% को 85 million आयो। त्यसपछि चाहिँ हामीले के गर्न पर्यो त्यसै बिड एमाउन्ट प्राइस र बिड एमाउन्ट अवार्डेड बिडर 1 र 2 कति छ बिड 1 ले कति गरेको प्राइस 96 मा उस बिड गरेको 30 million एमाउन्ट को त्यसलाई चाहिँ 30 million नै पर्यो। यसले पनि 95 मा गरेको 30 million को 30 million नै अवार्डेड भयो। अब यहाँ के छ यहाँ 96 र 95 पो भयो र यो त एलोकेट भयो। यहाँ त के छ दुईटैको सेम छ प्राइस। अब यहाँ चाहिँ हामीले चाहिँ एभरेज गरेर निकाल्न पर्छ। त्यसलाई चाहिँ कसरी गरिन्छ भने चाहिँ रिमेनिङ सप्लाई इज इक्वल टु बिडर डिमान्ड अपन टोटल डिमान्ड एट द प्राइस गरेर गरिन्छ।
त्यसपछि बिड एमाउन्ट फर द बिडर 3 इक्वल टु 25 मिलियन्स। यो चाहिँ के भयो, रिमेनिङ सप्लाई भयो इन्टु 20। यो भनेको के भयो भने चाहिँ बिडर डिमान्ड, बिडरको डिमान्ड कति छ 20 अपन त्यसपछि के छ अर्को टोटल डिमान्ड एट द प्राइस। त्यो प्राइसको डिमान्ड कति छ त्यो हुन्छ कन्टिन्युटी सल्भ गर्ने कति हुन्छ 16.67 मिलियन हुन्छ। यसरी चाहिँ ट्याक्क एलोकेट भयो। त्यसपछि अर्को हुन्छ 4 को यहाँ पनि 94 छ, त्यसबाट अहिले पनि चेन्ज हुन्छ सेम यस्तै गर्ने हुँदा चाहिँ 8.33 मिलियन आयो। त्यसपछि हामीले गरिन्छ एभरेज प्राइस फर द नन कम्पिटेटिभ बिडर्स। एभरेज प्राइस चाहिँ निकालिन्छ यो 30 × 96 त्यसपछि 30 × 95 यो 94 × 16.67 त्यसपछि 94 × 8.33 डिभाइड बाई 85 गर्ने 85% को 85 मिलियनको गर्दा चाहिँ 95.06 आउँछ। यो चाहिँ के हो एभरेज प्राइस फर द नन कम्पिटेटिभ बिडर्स भयो। एभरेज प्राइस चाहिँ यसमा के निकाल्नु भनेको छ वाट क्वान्टिटी अफ डेजर्ट बिल विल रिसिभ बाई नन कम्पिटेटिभ बिडर वी विल रिसिभ द टी बिल एन्ड द वाट प्राइस। द टी बिल अवार्डेड टु नन कम्पिटेटिभ बिडर इज 15 मिलियन। They will receive the bid amount at the average price of RS 95.06। B को पनि त्यस्तै गरी गरिन्छ 85 मिलियन हुन्छ, त्यसपछि यसको चाहिँ 95.06 नै हुन्छ। C को अब सीमा के निकाल्नु पर्छ डिस्काउन्ट यिल्ड र बोन इक्विभ्यालेन्ट यिल्ड भनेको छ बिडर 1 को। डिस्काउन्ट यिल्ड भनेको फेस भ्यालु माइनस पी अपन फेस भ्यालु इन्टु 360/T अन्त चाहिँ अब 100 हो 100 - 96 अपन 100 इन्टु 360 अपन 91 गर्दा चाहिँ 15.82 आउँछ। त्यसपछि अर्को चाहिँ फेस भ्यालु माइनस पी इन्टु 360/T गर्दा चाहिँ 16.71 आउँछ। यसरी चाहिँ हामीले यो निकाल्न सकिन्छ। अब केसमा आएका छन् यहाँ चाहिँ एउटा उस दिएको छ एडुकेसी उस क्यापिटल एडुकेसी दिएको छ। त्यसपछि हामीले निकाल्न भनेको छ क्याल्कुलेट द एडिसनल टायर 1 क्यापिटल कमन इक्विटी र टायर 1 क्यापिटल निकाल्न भनेको छ। त्यसपछि सप्लिमेन्टरी क्यापिटल र टोटल क्यापिटल अफ द ब्याङ्क निकाल्नु भनेको छ। त्यसपछि टोटल रिस्क वेटेड एक्सपोजर र क्यापिटल एडुकेसी रेसियो अफ द ब्याङ्क डज भनेको छ। त्यसपछि डिस्क्राइब द सिग्निफिकेन्ट भनेको छ डाइरेक्ट सल्युसन गरिन्छ। अब हामीले चाहिँ एडिसनल टायर 1 क्यापिटल निकाल्दा हामी के गरिन्छ भने चाहिँ कमन इक्विटी टायर 1 र टायर 1 क्यापिटल निकाल्न पर्छ। सुरुमा हामीले के गरिन्छ कमन इक्विटी टायर 1 क्यापिटल गरिन्छ। त्यसको लागि हामी के गरिन्छ पहिला यो सर्ट गिभन डाटाले सारिन्छ यो कमन इक्विटी टायर 1 को। अब यहाँ हुन्छ पेड अफ क्यापिटल यसमा हुन्छ त्यसपछि कति छ यो स्ट्याट्युटरी जेनरल रिजर्भ पनि उसमा यहाँ हुन्छ। त्यसपछि रिटर्न अन इन्भेस्टमेन्ट आउँछ क्यापिटल रिटर्न रिजर्भ पनि आउँछ स्टक प्रिमियम पनि यसैमा आउँछ। त्यसपछि यो कति हो टोटल कति भयो टोटल कोर क्यापिटल कम्पोनेन्ट यति भयो। त्यसपछि यसमा के गर्छ इन्टेन्जिबल एसेट्स हुन्छ घट्छ। त्यसपछि इन्भेस्टमेन्ट इन द इक्विटी अफ इन्स्टिट्युसन विथ द फाइनेन्सियल इन्ट्रेस्ट यो घटेर सबै घटेर कति आउँछ हाम्रो टोटल कमन इक्विटी टायर 1 कति हुन्छ 9860 चाहिँ हुन्छ। बीमा के भनेको त्यसपछि अर्कोमा के भनेको छ एडिसनल टायर 1 क्यापिटल निकाल्नलाई चाहिँ पर्पेचुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर र पर्पेचुअल डेट इन्स्ट्रुमेन्ट गरेर जोड्ने भनेको कति आउँछ 120 चाहिँ आयो। अब हामीले टायर 1 क्यापिटल भनेको छ यिनी दुईटा जोडिदियो भने हुन्छ टोटल टायर 1 क्यापिटल यिनी दुईटा जोड्ने भने चाहिँ 9980 चाहिँ आउँछ। बीमा भनेको चाहिँ क्याल्कुलेट द सप्लिमेन्टरी क्यापिटल एन्ड द टोटल क्यापिटल अफ द ब्याङ्क। सप्लिमेन्टरी क्यापिटल निकाल्न भनेको छ त्यो सप्लिमेन्टरी क्यापिटल चाहिँ अब जेनरल लोन लस प्रोभिजन कति छ 700 छ। त्यसपछि एक्सचेन्ज इक्वलाइजेसन एक्सचेन्ज
इक्वलाइजेसन 30 छ। त्यसपछि इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ 200 छ। त्यसपछि सबअर्डिनेट टर्म डेब्ट कति छ 100 छ यो। त्यसपछि रेन्युमेन्ट कति आउँछ 1030 आउँछ। अनि हामीले अगाडि निकालेको थियौँ नि यो 9980 प्लस यो 1030 जोड्ने भने चाहिँ हाम्रो चाहिँ कति आउँछ टोटल क्यापिटल फन्ड चाहिँ 11,010 चाहिँ हामीले चाहिँ टोटल क्यापिटल फन्ड चाहिँ निकाल्न सकिन्छ। त्यसपछि टोटल रिस्क वेटेड एक्सपोजर निकाल्न भनेको छ। हामीले चाहिँ डाइरेक्ट यो सल्भ गरिदिन्छ। टोटल रिस्कहरू के हुन्छ सर सार्दै भयो जति दिएको छ नि यहाँ रिस्क यहाँ सर सार्दिने 65,000 16,000 3,200 3,000 सबै जोड्नु भने 87,200 चाहिँ आउँछ हाम्रो। CDमा भनेको छ द क्यापिटल एडिक्वेसी रेसियो निकाल्न भनेको छ। CET1 क्यापिटल अपन टोटल RWE इन्टु 100%। हाम्रो C1 कति आएको थियो 9,860 अपन 87,200 इन्टु 100 गर्ने भने चाहिँ 11.31% आउँछ। त्यसपछि टायर 1 रेसियोको फेरि 9,980 अपन 87,200 गर्दा चाहिँ 11% आउँछ 11.44% आउँछ। त्यसपछि अर्को चाहिँ 12.63% आउँछ टोटल क्यापिटल एडिक्वेसी रेसियो चाहिँ। त्यसपछि के भनेको छ अर्को डज द ब्याङ्क ह्याभ सफिसियन्ट capital to meet the NRB capital requirement? Yes, the bank have sufficient capital to meet the NRB capital requirement. गरेर चाहिँ लेख्दिने। त्यसपछि इमा भनेको छ describe the significance of capital adequacy. The capital adequacy is the critical for the stability of a bank for the following reason: absorbs unexpected loss, protect depository, insurance solvency and stability, regulate compliance, support growth. Significant of capital adequacy. आजको लागि चाहिँ यतिलाई। हाम्रो च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला।